के गर्न गरे खेल्ला के भयो जाम न त घुम्न मेलातिर पैसा छैन त्यस जाम न त जङ्गलतिर हिँड्न साँच्ची जान जाम न त त्यसमै के गर्ने जङ्गल गएर है पहिला आसी उदाम है त आसी उदा होइन अब त्यो ब्यागमा हाल्नु सुसन ब्यागमा हाल्नु हाम्रो साइकल त्यसमा जाने अब के रहेछ नाम गाडी ए यो हाम्रो यो R15 निकाल्नु साइकल आएन जाम छिटो जङ्गल जानु ला जङ्गल जाने रे आसी नि उदायो रेडी भइसक्यो त के टयलेटमा हो त के गर्ने नुहाउनु ला हो त होइन जङ्गल पानी आए पनि तेरो सामान देखाएर त लिएर के लिएर आइछस् के लिएर देखा सब सामान देखा डल्लेको सामान अस्ति फ्रीमा पातेकै सामानहरू सस्तोमा होइन 100-200मा यस्तो बवाल चिजहरू के लिएर आइछ त्यो सब 100 रुपियाँमा लिएर आएको छ के यति त होइन होला ल्याउन हेरौँ यति हो कि अर्कै ए हिजो फेरि हो नि पेन्सिल यो 300 खाले इयरफोन नयाँ दोकान बन्द गरेर पैसा नदिकन गएको रहेछ होइन भाडै नदिकन गएको रहेछ सब बेच्दैछ त्यहाँको दोकान कतिपल्ट ल्यायो अन्त लुडो नि रहेछ कपीहरूले केही ल्याएनस् यता त्यो 6 प्याक देखाएर डल्ले चाहिँ देखान के हुन्न कि देखान देखाएर डल्ले यता छल्लङ्ग देख्छ यता त के गर्छ त 6 प्याकले के गर्छ त 6 प्याकले जाम गरे ढिलो भइसक्यो एकमा जान्दैछ बस्नु यता आएर पब्जीको बारेमा सोध्नु मलाई त्यस्तै भन्ने आउने मलाई 8 बज्यो त यो गेम जित्छ कि हार्छ होला पछि खै जित्छ 1 HP भागम नभाग्नु 1 HP भएपछि डाइरेक्ट भाग्नुपर्छ कि कस्तो हानेको त यसले टुङ गरेको मै मरे त हेर अब खाएले कस्तो इन्टरनेट भएको बवाल छ त कसलाई फोन गरेको कसलाई फोन गरेको भन्नु कुदाउनुको त मान्छेहरू आइसक्यो हामी चाहिँ साइकल पानी छ खोलामा छैन पौडी खेल्न जान्ला झन् के छ पौडी खेलेर त्यति गरेर मोड्दिनु स्लो मोसनमा इजी खेल्नुपर्छ क्या देखाइदिएन बवाल छ त हाम्रो साइकल होइन त सही छ होइन त कति वर्षपछि जानु लाग्छ म 3-4 वर्ष म कति भयो थाहा छ म त साइकल नचला कि 2 वर्ष भइसक्यो मान्छेहरू घाँस काटेर आएको छ यार फर्केर हामीले चाहिँ जङ्गलभित्र मान्छेहरू नुहाइधुवाइ गरेर घुम्न जान्छ हामी नुहाइधुवाइ गरेर जङ्गल साइकल सब पार गरेर आइपुग्यो जङ्गल सुनसान छ त जङ्गल त कुन चाहिँ बोलेको भरे गरमलाई ए नारायण भर्खर गरे हो भिडियो सुरुवात गर्नु त कसको बत्ती
तर लट्ठी लिएर जाऊँ भनेको स्टिक लिएर गएर हल्का रोटी हान्दै बस्छौँ भने हान रोटेट सुधार बस एकठाउँमा बस्ने मजाले त्यही पहिला त हामी खेल्थ्यो होइन कोइल पौडी खेल्थ्यो तर दोजोले हान्दा कस्तो बनाएको हेर्न है सुनसान छ जङ्गल यार पहिला हामी सबजना आउँथ्यो है ढुकढुक ढुकढुक हुन्थ्यो यहाँ नआउँदाखेरि नि है घर के उता हो त्यही त जहाँबाट आयो नि घरबाट गाली गर्ला भनेर है आम्बाउ घरमै आएर समातेर लिएर जाला भने डर लाग्थ्यो कि कमाउनुको आमा चिटा छ यार तिमीलाई अँ कहिले भन्दा नि ओइ मासला मैले भनेको थिएन त्यसै आमाले खै भनेको नि त जङ्गल गएको भने त गएको के हो बज्यो हो क्या होइन अब पहिला नुहाउँथ्यो सबै साथीहरू हुन्थ्यो अहिले काम न यतातिर यता पाउला नि त अनि कता यतातिर पाउँछ कि छैन कि हिँड्दैन कोही नि भने पागल देख्छ त्यो बाघको ढाङ जस्तो गएर जङ्गेर नजाए फेरि अस्ति नि यहीँ हो नि सर्प देखेँ तल सर्प भालुहरू घेरा जस्तो कुरा गर्छ फेरि त मान्छे आइरहेको ल के जाऊँ भनेको लट्ठीहरू त छ क्या पाउँछ यतै चाहिँ छ पाएँ आइज देखेँ मैले पाएँ के नारायण यही हो ऊ अहिले ऊ कसम के 3-4 छ हेर्न हामी अस्ति नै दावा लिन आएको थियो कि एकचोटि यतैतिर हो दाउरा कुरा होइन लामो बाटो नि गति लाउनु पर्यो नि तल तै त हुन्छ जाने भनेको यो हुँदैन कि त्यो होइन हेर्न नि रामसिंह भनेको ले भने मान्न आएन बाटो हल्का गाह्रो छ पहाडमा हिँडे जस्तो खुट्टाको मम्मीलाई फोन गर्नु पर्छ तो काट्न काट यस्तो नभन्नु न यार छोडिदिनु भइहाल्यो नि बनाइहाल्छु नि ओए बवाल भयो त छोटो भयो कि ठिक छ त कम्पो सिक्नुको लागि चाहियो कि यसलाई दाउरा के हुनु ठिक्क हुन्छ बवाल भयो ल ल ब्याग भन्नु कुन त्यो ब्याग त लिनु हाल्छु ल हाम्रो तिनवटा बोक्यो है तिनवटा दाउरा जाने जाऊँ न ल है पार गर्न सक्छ सक्दैन नादर चाँद मच्छे आज हम जा रहे एक ऊंचाई पर लै कहाँ त्यो पार हो आइज न त्यो मोबाइलमा दुईवटा लाठी भयो सुशान्तले एउटा लयो है ल भयो बसौँ त एकछिन अब म जाने बवाल भयो त यार है यो सही हजुरलाई यो टाउकोमा लाग्ला अहिले पालि सिकेको थियो यार बिर्स्यो हजुर सुसन मलाई थाहा छैन
बस अनि घुमाउँदाखेरि ओए भन्दै कि आपको लेटे लेटे पैसे कमाना है आप लेटे रहिए मैं कस्टमर किन काट्न ल नकाट्न घर घर काटकै टक्क मिलाएर ठिक छ यो किन काट्यो भन्दाखेरि यताको साइज र यताको साइज मिलेन कि मोटो भयो कि त्यो त तिहार मिलिहाल्छ त घर घर खान्छ यो त अहिले त यतिकै घुम्नलाई आएको हो झ्याउ लाएर घरमा बस्दा बस्दा होइन बुझेँ मैले यो गर्ने जग्गा कसरी चलेको के यो हाम्रो सबै केटाहरू थियो कि बबल गर्ने फेरि मार्सल आर्ट खेल्ने अनि त्यसपछि जिम्नास्टिकमा सिकाउँछु क्या यो गोरे 4x4 क्युब सल्भ गर्न सक्छस् यो 4x4 क्युब क्युब हैन ओए बवाल है तै दाउरा काटेर भ्यायो घर जमाइ कहाँ पुग्छ कि अर्को वर्ष पुग्ला नि त हाम्रो विदेश हो हामी नोनी होइन अस्ति पढी खिचेको तेरो लागि एउटा मेरो लागि एउटा मेरो लागि नि तेरो लागि तिमीले घुमाउने त्यही त हात अपङ्गै भन्छ कि आउँछ त घुमाउनु न रनिङ सनिङ जान्नुहोस् म त रनिङ डेली जान्छु त अब भाडा चढ्नु पर्यो भिर रुखमा चढ्छ भने तल देखाउँछु त्यो चढ्दै होइन आफू देखाउँदैन खस्यो भने मऱ्यो यसको ब्यागमा सामान